गाइज नमस्ते सबैलाई मैले चस्मा माथि ल्याइसकेको छु हामी अहिले रत्नबारी आइसकेको छौँ अब हामी यस्तो साँगुरो बाटो हिँड्दैछौँ गाइज होइन बल्ल यहाँ शान्ति आएको छ अब साउन्ड पनि राम्रो सुन्ने होला गाइज हामी अब शौचालय जान्दैनौँ गरेर आएको छौँ तर पनि लाग्न त लाग्छ तर पनि जान्दैनौँ हामी हाम्रो प्राइभेटमा मात्र हामी मात्र त्यो उसमा खिया के अरे के भयो त्यो उसमा ऊ लाग्न सक्छ खिया लाग्न सक्छ इन्फेक्सन हाम्रो हामी हेल्थ कन्सियस त्यही भएर हामी प्राइभेट मात्र तर के भन्नुपर्दा मैले यो चस्मा लाएर आँखा देखेको छैन यहाँ यति धेरै मान्छेहरू हुनुहुन्छ कि यति धेरै हुनुहुन्छ हामीले सानो भल चाहिँ ल्याएर आएको छौँ गाइज होइन हजुरहरूले युट्युबमै हालौँला त्यस्तो युट्युबमा जान सक्छ यो ल राम्रो कति सब्सक्राइबर छ दोस्त मेरो 84 कति पुगेको थियो 85 मेरो 112 अड्क्यो 12 पुगेको छ प्लिज सब्सक्राइब हान्नु होला हामी अब पुडिया जाँदैछौँ उहाँको दृश्य पनि देखाउनेछौँ हजुरहरूलाई भिड यस्तो जाम छ भिड छ हामी भिडमा हरायौँ सबै भिड छ कि यस्तो तनाव पर्छ कि यस्तो भिड भयो राम्रो टोरुनी पनि आएको छ नि भाइ मैले चाहिँ हेर्दिनँ उहिले मैले पनि हेर्दैन ए होइन दुइटैले हेर्दैन बहिनी नेपालमा रहने जति सबै दिदी बहिनी नेपालको जन्म टेक्ने बित्तिकै के भन्दैछ अब एकछिनलाई पोजिटिभ मैले उता अगाडि गएपछि फेरि अन गर्छु म है त्यो एडिट गर्न आउँदैन फेरि मलाई अहिले आउँछ मलाई फाइनल गाइज हामी रत्नबारकै थाहा छैन यत्रो गरम छ गाइज होइन गाइज कालो चस्मा मलाई मेरो लाउने पालो गाइज होइन जस्तो देखियो होला गाइज त्यस्तो दे ना क्यूट है मेबी नाच मुझे भी दे मेबी नाच मुझे भी दे राम्रो देखाएको थियो राम्रो भिडियो गरौँ नि फाइनली गाइज फाइनली हामी टुडी खेलको वल्लोपट्टि आइसकेका छौँ टुडी खेल त्यहाँ छ अब हामी चाहिँ होइन त्यहाँ जान लागिरहेको छौँ गाइज अगाडि भिड पनि बहुत छ देख्न सक्नुहुन्छ गाइज हाम्रो पुरै के अरे त्यो पुरै हुलिया यस्तो छ है उहाँ चाहिँ यस्तो छ उहाँ चाहिँ सागर खनाल के अरे घिमिरे अब हजुरलाई म राम्रो दृश्य देखाउँछु है जुम हुन्न होला हो अगाडिबाट जुमै नहुने रहेछ पछाडि भएको जुम हुन्थ्यो अब के गर्नु आफूलाई नि हेर्नु पऱ्यो आफू नराम्रो भएपछि गाइज यहाँ राम्रो राम्रो पाउँछ है यता आइपुगिसक्यौँ होइन यहाँ अङ्कलहरूले यहाँ के छोड्नु छ हामीलाई सिक्युरिटी दिनलाई होइन ए हो र हामी पपुलर भ्लगरहरू आउँछ नि त ए हामी भ्लगरहरू पछाडि गार्डहरू हुनुहुन्थ्यो फेरि हामी नआउनुहोस् पछि नआउनुहोस् भनेर हो चिन्छ हामी सकेपछि रात फेरि टाढा खाएर दिएको नजिक छन् सकेपछि ल हुन्छ हुन्छ नि हामीले चाहिन्न एकैछिन भने अलिक पछि हजुरहरू पनि इन्जोय गर्नुहोस् घुम्नुहोस् भने हो ल ए हाम्रो गाइस ल अब चाहिँ हामी चाहिँ तमु लोसार महोत्सव पौष 13, 14, 15 गते टुडी खेल काठमाडौँमा आइसकेका छौँ प्रवेश गरिसकेका छौँ यहाँ यत्रो भिड पनि है गाइज यहाँहरूलाई हार्दिक स्वागत छ त्यसै गरी सांस्कृतिक घर शहीद आचो बेस हामी आइपुग्यौँ गाइस होइन गाडी चलाएर ओए यहाँ त घर पनि घुम्या छ यार गाइज हेर्नुहोस् त त्यसै गरी यस्तो राम्रो छ गाइज एकचोटि होइन हजुरहरूले के अरे पुरै यो सिनेमेटिक हेर्नुहोस् है राजधानी गुरुङ सेवा समिति काठमाडौँ र सम्पूर्ण टिमलाई हार्दिक स्वागत छ जुन संस्थाका अध्यक्ष हुनुहुन्छ हरिबहादुर गुरुङज्यू लगायत
सम्पूर्ण समिति त्यसै गरी उपस्थित महानुभावहरूलाई हार्दिक स्वागत छ। राजधानी गृहभित्र पर्ने एउटा सार्का नाच यहाँले प्रस्तुत गरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद छ। लाई पनि हार्दिक स्वागत छ। कमल कृष्ण गुरुङ जसको अध्यक्ष पनि हेरिसक्नु भएर हामीलाई गुरुङको कल्चर रहेछ। अब हेर्नुहोस् न गाइस, यहाँ हेर्नु ल याद हामी गुरुङहरूको सांस्कृतिक पनि बोकेर घुमाउने याद हामी नाचल बजिरहेछन् हामी अब यतापट्टि जाँदैछौँ गाइज। यहाँहरू पछाडिको भागमा जहाँको गोर्खा समाजका पण्डितका साथीहरू र्याली लिएर अगाडि बढिरहनु भएको छ भने नानीहरू पारीसम्म पुरै भिड छ, पुरै भिड छ। ल यहाँ हेर्नु है, फेरि हामीले अर्को फेरि छोटो मिठो सिनेमेटिक ल कुटो कोदालो पुरानो परम्परागतको सबै चिजहरू यहाँ देख्न सक्नुहुन्छ हजुरहरू। अब हामी अलि बाहिरसम्म डुल्छौँ गाइज। हामी एकैछिनमा भेट्छौँ। अगाडि गएर दाबा अगाडि हेर्दा अब ल भयो है, ओन भन्छ अरे यहाँ कि अब यता देखिन गाइज। अब हामीलाई चाहिँ यहाँ बस्नको लागि यस्तो व्यवस्था गरिरहेको रहेछ हाम्रो लागि, स्पेसल कुर्सी रहेछ। अब हामी बस्छौँ। अहिले मेन्यु लिएर आउला, पैसा छैन फेरि। अब मेन्यु माग्ने हो कि 30 रुपियाँ 50 रुपियाँ त जाने भाडै हुन्छ। अहिले भाडा चाहिन्छ गाइज। अब हामीले यहाँ कसैले फ्रीमा दियो भने ठुस्ने हो, नत्र चल्दिने हो। घर भुतिया भएको घिउमा बज्यो। सार्वभौमै फैलिएका मेची महाकाली सय ढुङ्गा गाइज कन्टेन्ट गाइज कन्टेन्ट गाइज गाइज कन्टेन्ट चुवाचे। ओए दोस्त तिमी पनि जाऊ न, तिमी पनि त्यहाँ उम्नु जाऊ त। चुवाचे दुईटा चुवाचे। ओए दुईटा चुवाचे क्या मिलेको, दुईटा चुवाचे दुईटा चुवाचे क्या मिलेको यार। अब हामी चुवाचे मगाउँछौँ, खान्छौँ, त्यसपछि भेट्छौँ है तपाईँलाई। फेरि 30 रुपियाँ बन्द गरेर जाउँ त। 30 रुपियाँमा दिन्छ कि बन्द गरेर ल गाइज। होइन हाम्रो अब तपाईँहरूले देख्न सक्नुहुन्छ, पछाडिको भ्यू देख्न सक्नुहुन्छ। हामी देखाउन हाम्रो घर हो, हाम्रो साथीहरू त त्यहाँ रहेछ। सुशीला कार्की र सुदन गुरुङलाई हामीले तपाईँहरू नाच देखाउन चाहन्छौँ। त्योभन्दा पहिला एक दृश्य धर्राको पनि हेर्न सक्नुहुन्छ। औपचारिक रूपमा तमिल सोचे गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय अध्यक्ष तथा कमल सार मूलायोजन समितिका संयोजक श्री राजु गुरुङज्यू ज्यूबाट हामी हाम्रो गुरुङ पोसाक सञ्चालन यो पोसाक हस्तान्तरण पोसाक लिइदिनु हुनका लागि औपचारिक रूपमा म प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्रीज्यूलाई म हार्दिक आग्रह गर्न चाहन्छु। हाम्रो उपहार स्वरूप हाम्रो सुदन गुरुङ पनि हाम्रो साथ हुनुहुन्छ। हामी पनि स्टेजको तर्फ जान्छौँ। सबैजनाले हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यू हाम्रो परम्परागत घलेको लगाएर मञ्चमा सजिनु प्रकट गर्न चाहन्छु। अब यसै क्रममा म पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमलाई समुद्घाटन गरिदिनु हुनका लागि प्रमुख अतिथिज्यू तथा संयोजक र केन्द्रीय अध्यक्षज्यूलाई म सहयोग गरिदिनु हुनका लागि म आजको कार्यक्रमलाई समुद्घाटन गरिदिनु हुनका लागि सम्माननीय प्रधानमन्त्रीज्यूलाई विशेष आग्रह चाहन्छु। र तमुल असार मसल 2082 सम्पन्न हुँदै गर्दा
सुशीला कार्कीज्यूमा सबैजनाले एकचोटि ताली बजाउँ सबैजनाले हाम्रो कार्यक्रमको समुद्घाटन अलि भएको यसको छ जुम छैन गाइस जुम छ भन्नाले नि मान्छे चिन्निदैन तर उहाँ म अगाडि यसै क्रममा सुशीला अगाडि बढाउने कार्कीजी क्रममा छु। हुनुहुन्छ अनि सुदन गुरुङ हाम्रो पनि हुनुहुन्छ। सम्माननीय प्रधान र यता र्याली व्यवस्थापनको लागि म हाम्रो स्वयंसेवक साथीहरूलाई हार्दिक आग्रह गर्न चाहन्छु। झमकजी लगायत उहाँका साथीहरू हुनुहुन्छ पवन गुरुङका नेतृत्वमा स्वयंसेवक साथीहरू हुनुहुन्छ उहाँहरूलाई र्याली पास गर्नका लागि बाटो खाली गर्नका लागि म आग्रह गर्छु र यहाँहरू पनि पछाडि गइदिनु हुनका लागि म अनुरोध गर्न चाहन्छु। कृपया हाम्रो कार्यक्रममा समय अलिकति कम छ। सम्माननीय प्रधानमन्त्रीज्यूको श्रेष्ठताको बावजुद पनि यहाँ उपस्थित हुनुभएको छ। उहाँको समयलाई मध्यनजर राख्दै र्यालीलाई पास गर्नु हुनका लागि म आग्रह गर्न चाहन्छु। झाँकी कार्यक्रममा झाँकी प्रदर्शन र्याली कार्यक्रममा समूह संस्थाबाट यो तलुको चित्रसहित हाम्रो यस झाँकी र्याली चस्मा लाग्दो दामी। अलि छिटो छिटो अगाडि बढिदिनु होला। मैले अनुरोध गर्छु यहाँहरूलाई आग्रह गर्छु यहाँहरूलाई अभावका कारणले गर्दाखेरि यहाँ गइदिनु होला। म तमु होटल व्यवसायी समाजलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र त्यसै उताबाट मैले आदिफला तमु समाज काठमाडौँको ब्यानरलाई देख्दैछु। गोर्खा आरुपोखरी तमु समाजका सबैजनालाई धन्यवाद दिँदै उत्तरी गोर्खा 18 खोला तमु समाजका आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई म स्वागत गर्न चाहन्छु। तपाईँहरूले झाँकी र्याली लिएर आउनु भएको छ। अध्यक्ष धनबहादुर गुरुङज्यू लगायत उहाँका दाजुभाइ दिदीबहिनीहरू आमाबुबाहरू भाइ बहिनीहरू सबै मिलेर आउनु भएको छ। उत्तरी गोर्खा 18 तमु समाजका सबैजनालाई म अगाडि बढ्नका लागि आग्रह गर्छु। ब्यानर पक्रेर शिक्षण गइदिनु होला। 2022 को हार्दिक मङ्गलमय शुभकामना हामी केही बेरमा अगाडि गएर हजुरलाई देखाउँछौँ। दाजुभाइ दिदीबहिनीहरूको आमाले हेर्नु छ उत्तरी गोर्खाका गुरुङहरूले आफ्नो जीवन यापनमा आवश्यक सबै खाद्य पदार्थहरूलाई आफै उत्पादन गर्दै कस्तो छेक्यो कि यसले। प्रदर्शनी देखाएको छ। हामी तोरीको तेल सेलाम गाइस, हाम्रो आमाले खोजिरहनु भएको। सम्पूर्ण सामग्रीहरू सहित अगाडि बढ्दै हुनुहुन्छ। अहिले अझ छिटो गरिदिनु हुनका लागि आग्रह गर्छु म। आफ्नो मुही पार्दै आफ्नो घरमा सिस्नो पकाउँदै राडी पाखी बुन्दै झाँतो पिन्दै अगाडि बढ्दै हुनुहुन्छ। अझ अगाडि अलिकति छिटो गरिदिनु भयो भने अत्यन्त सहज हुन्थ्यो। धन्यवाद छ है धन्यवाद छ। म अब 18 खोलालाई बिदाई गर्दै धन्यवाद दिँदै आमाले बोलाउन हामी गएर आउँछौँ। कालो हेरेर यस्तो हो कि सेतो आउँछ तर है कालो आछ म्यानेज गर्नु आमाले हामीलाई आसिरहनु भएको बोलाइरहनु भएको तर अहिले बाटो छैन। हार्दिक स्वागत छ। आमा उहाँ हेर्नु हेरेर हाँस्न यसो गरिदिनु है साथीहरू अलिकति यो अगाडि उभिनु भएका साथीहरू एक लाइन अगाडि पछाडि सर्दिनुहोस् हजुरहरू। आमाले आइज हार्दिक अनुरोध गर्न चाहन्छु। सुरक्षा निकायमा खट्नुभएका सुरक्षाकर्मी साथीहरू उहाँहरूलाई एकचोटि फेरि अनुरोध गर्छु र हटेर सहयोग गरिदिनका लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। भने राष्ट्रिय जनता सैनिकहरू सरको विभिन्न सांस्कृतिक झाँकीहरू सहित प्रवेश गरिरहनु भएको छ। अलिकति छिटो प्रवेश गरिदिनु होला प्लिज। त्यही भन्छ नि एकदम हामीलाई अब धेरै कुरा थाहा छैन त्यस्तो धेरै कुरा बोल्नु यताबाट बोल्दाखेरि त्यसैगरी यहाँहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू यसरी मनाइन्छ तनु लोसार यसरी ग्रुपमा बसेर एकता भएको छ। यहाँहरूलाई धेरै धेरै धन्यवाद छ। देख्न सक्नुहुन्छ। र त्यसैले यहाँलाई हामी यतिखेर तमलो साल 2082 छौँ र यतिखेर विभिन्न संस्थाहरूबाट प्रदर्शन गरिने झाँकी प्रदर्शन र त्यसैले अलिकति छिटो अगाडि बढिदिनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। अलिकति छिटो अगाडि ब्यानर अलिकति माथि गरिदिनुहोस् न हजुर। आवाज त्यस्तो आएको छैन होला होइन। र यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद छ। र अब पनि हामी अर्को र्याली अगाडि बढिरहेको दृश्य यहाँ त्यस्तो क्यामेरा माइक केही छैन ठुलो स्वरले बोलिरह हो। फर्स्ट ब्लग हो औडा शान्त भए ठाउँमा हात दुखिसकेको छ तर पनि स्ट्रगल गरेको छ। एउटा लाइक र एउटा सब्सक्राइब गरिदिनु भन्ने धेरै ठुलो आश छ। एकदमै गुरुङ समाजका साथीहरूलाई यहाँलाई हार्दिक स्वागत छ र सम्पूर्ण समिति र उपस्थित सम्पूर्ण धन्यवाद छ। यहाँहरू आफ्नो सांस्कृतिक झाँकी सहित प्रवेश गरिरहनु भएको समाज काठमाडौँलाई हार्दिक स्वागत छ र सुभाष तमु समाज काठमाडौँलाई पनि धेरै धेरै धन्यवाद दिँदै रैत प्रेरणा तमु समाज काठमाडौँलाई म हार्दिक अनुरोध गर्न चाहन्छु र यहाँहरू सबैलाई
स्वागत छ पनि छ विभिन्न प्ले कार्ड सहित आफ्नो सांस्कृतिक झाँकी सहित प्रस्तुत गरिरहनु भएको छ यहाँहरूलाई पनि हार्दिक स्वागत छ र प्ले कार्डमा विभिन्न नाराहरू सहित समावेश गर्नुभएकोमा धेरै धेरै धन्यवाद छ म पहिलोचोटि आएको छु हामीले एकैछिन यहाँको दृश्य मन र त्यसै गरी अर्को र्याली अगाडि बढिरहनु भएको छ र्याली अगाडि अलिक छिटो प्रवेश गराइदिनका लागि अनुरोध गर्छ त्यो त्यसको लागि पहिला हेर्नुहोस् है तपाईँले र त्यसै गरी अर्को र्याली अगाडि बढिरहनु भएको छ अर्को र्यालीलाई म अलिक छिटो प्रवेश गराइदिनका लागि अनुरोध गर्न चाहन्छु त्योभन्दा पछाडि ताप्लेजुङ गुरुङ समाजको साथीहरू अगाडि बढिरहनु भएको छ भने होटल तमु व्यवसायी सङ्घ गुरुङ समाज हाम्रो फेरि काट्न नपर्ने छ कि हाम्रो चाहिँ फेरि नेपाल चाहिँ अघि बढ्छ के अरे अरू देशहरू अगाडि बढ्छ होइन नेपाल चाहिँ पछि पछि सर्दै जान्छ क्या हेर्नुहोस् ढुङ्गोमा मासु पाकिरह गाइज यस्तो पनि हुन्छ उहाँ हेर्नुहोस् टेक्नोलोजी भन्ने आयो ढुङ्गोमा मासु त्यो पनि सुँगुरको मासु च्वाचे मासु अब पैसा छैन के अब काहीँ भेट्यो अरे खानुपर्छ है सागर यो हाल त्यो गर न गरेर आगो बनाइहाल्छ नि घरबाट त्यो पहिला त्यो देखाउ न त्यो देखाउ होइन अनि फर्काउ के अब जुम आउट गर अनि फर्काउ केन्द्रको र जिल्लाको पुरै मुखाभरि पानी छ तिर्खा आफ्नै पानी दिएको नि मैले अब के हो र गाह्रो छ एउटा सेल्फी स्क्रिनसट हाल्नु पर्छ कि हामी गाइज हजुर देख्न सक्नुहुन्छ यहाँ कति राम्रो दृश्य छ आज यस्तो फेरि सुन त एउटा सिक्रेट कुरो हो कि जस्तै यो आज जे भइरह नि अब तिमीलाई लाग्छ कसले पैसा हाल्यो जस्तो लाग्छ पैसा केमा यत्रो पैसा बनाउनु पैसा लाग्दैन मैले अलिकति दिएँ होइन अब भन्न त नहुने है केटा हो मैले भन्न नहुने तर अब अलिअलि हालिदिएको आफूसँगै भएन अब के गर्नु भन्नु त कति जति ऋण दियो अरे हामीले त्यस्तै दियो होला 5-10 रुपियाँ लाख त दिने दिनु भनेको दान दियो नि त ए हो त्यस्तो इन्भेस्टमेन्ट होइन नि तपाईँको गाइज यो चाहिँ सबै हामीले नै तयार गरे हो है फेरि 2-3 दिन राति काम गरेर यहीँ त हो नि 2-3 दिन रात गरी काम गरेर यो 1000 रुपियाँ च्यामलर लोकल र मासु च्याम खोगी हुन् सुविधा मगायो खगी र रक्सी यही छ अहिले अब जिन्दगी चल्दैछ अब हामी गाइज हाम्रो भिआइपी सिटमा बस्छौँ एकैछिन त्यसपछि जान्छौँ कतै त्यसपछि अब बसन्तपुरतिर लागि कता बस्नु के गरिन्छ यसो बस्नु दोस्त पुरा स्टेजमा बोलाएको थिएँ बोलाउनु त तर स्टेजमा जान झ्याउला यही बस्छौँ स्टेजमा बोलाउनु भएको थियो बोलाउनु त तर जान झ्याउलायो हजुरआमा सुशी र कार्कीले नि बोलाउनु भएको थियो हेर्दै हुनुहुन्थ्यो यस्तरी अनि मैले आमा हामी एकैछिन भ्याउँदैनौँ हामी खाजा खान जानु ला भन्ने भने ल मैले फोन पनि गरेँ सुदन गुरुङले के भने अरे सुदनले चाहिँ के भन्दै थियो भने अब हामी त बाहुन पऱ्यो हेर होइन सौतेनी भए पनि अब के भन्दै थियो भने दाइहरू किन नआउनु भएको भनेर कल गर्यो क्या बिचरा भाइले होइन अब भाइ त्यस्तो भन्दो रहेछन् मैले भने सुदन तिमी त गुरुङ हौ होइन अब स्टेजमा गयो भने हाम्रो त बेचत हुनु हामीले पाइला हौ होइन गएपछि उसको फेरि ऊ छेकिन्छ कि हामी अलिक बढी फेमस भयो होइन ऊ अलिकति कम फेमस फेरि सबजनाले सागर अनि त्यसपछि सुजान भएर चिल्लाएपछि त सुजान त छेकियो अनि तिम्रो बोडीगार्ड त कहाँ पछाडि गयो त तिमीलाई खोजिरह यार तिमी अगाडि छौ यार उसलाई घाम नपोस् ए उता चर्न दिएको चर्न बोडीगार्डले चर्न दियो गाई सागरको बोडीगार्डले सागरलाई खोजिरह होइन तर भेटाएको छैन अब बडीगार्डै अन्धो परेको सिक्यो ओ बडीगार्ड मैले चस्मा लाउँ भन्छु होइन उसलाई अब के भन्छ फेरि मलाई फेरि अन्धो रहेछ भनेर फेरि निकालिदिने हो कि सर भन्छ नलाओस् नि के अब मान्छे यहाँ सिगरेट ल सागरको बोडीगार्ड आइसकेको छ ला गुरुजीलाई नचिनेको मेरो गाइज हामी चाहिँ निस्किसक्यौँ निस्किनुलाई रमाइलो लाग्यो रमाइलोहरू मान्छेहरू
भेटेका थियौँ हाम्रो हजुरआमा पनि भर्खर जानुभएको कता पुग्न आयो भन्ने हजुरआमा उहाँ पुग्न छ हजुरआमा उहाँ पुगिसक्नु भयो कल गर्नुहुन्छ अरे घर गएर कल गर्न भनेको छौँ घर पुगेपछि कल गर्नुहुन्छ अरे हजुरआमाले मैले खाना हो भन्नु हुनुहुन्छ जानुपर्छ हामी चाहिँ बसमा चढेर जाँदैछौँ र चाहिँ अब सङ्ख्या हुन्छ नि त सङ्ख्या हुन्छ नि त त्यही भएर हामी चाहिँ बसमा चढेर जाँदैछौँ हजुरआमालाई भेट्न हजुरआमा जान यो मामाहरू यहीँ नै होल्डिङ भए बोलाउँदै हुनुहुन्थ्यो यस्तो भिड छ कि यस्तो भिड छ कि गाइज खोइ त अनि गेटमा त छ गेट कहाँ यहाँ बसाइरह ल गाइज होइन कहाँ भन्छ कि सानो यता सोध्नु न यता सोध्नु पुलिसलाई सोधेर कहिले भन्छ जवाब अहिलेसम्म सरकारले जवाब दिन सकेको छैन पुलिसले जवाब दिन्छन् हामीलाई राम्रो केटी छन् यार अब हामी चाहिँ अब बसन्तपुर लागिन्छ बसन्तपुरको भ्लग चाहिँ फेरि पार्ट 2 मा आउँछ फेरि अहिले आउँछ भने सोचे होला पार्ट 2 मा आउँछ फेरि अलिक फेमस भएपछि अलिक गाह्रै छ नि त फेरि गाह्रै छ यहाँबाट सरल जोशी जस्तै गर्नु क्या बेको पार्ट 1 बेको पार्ट 2 स्वागतको पार्ट 1 यस्तो भिड छ हामीलाई बहुत टाइम लाग्छ यहाँबाट बाहिर निस्किने होइन त र यस्तो भिड छ चिनेर फेरि फोटो खिच्न मागेको छ अहिले है एउटा राम्रो तरुनी देखा त मरिजानु मेरो त गर्लफ्रेन्ड छ मैले त देख्दिनँ हेर मैले कसैलाई हेर्दैन मेरो गर्लफ्रेन्ड नभए पनि मैले कसैलाई हेर्दैन अरूलाई भन्ने मात्र हाल्यो होइन तर हेर्दैन इफ यु आर वाचिङ होइन तिमीले हेर्दैछौ भने त्यस्तो शङ्का नगरेर म अन्धो छु अहिले अस्तिका सिधै अस्तिका तिमीले हेर्दैछौ भने ठोक्यो यार केटी ठोक्यो यार उसको मुना ठोक्यो अनि नुहाउनु पर्छ यार घर गएर जलपानी छर्किने केटी ठोक्यो रे अब घर घर जलपानी छर्नु पर्छ भिड छ है हामी चाहिँ माथिबाट जान्छौँ गाइज हामी माथिबाट जान्छौँ र काठमाडौँको तपाईँहरूले के अरे यो जाम रत्न पार्कमा जाम यस्तो छ हेर्न सक्नुहुन्छ माथि हामी माथिबाट देखाउँछौँ राम्रो भ्यूको साथ पछि एकछिन इन्ड गर्छौँ जस आजको भ्लगमा चाहिँ कसैले चिनेन हामीलाई त्यो नानीले कस्तो थुतुनो बेटाएर गयो यार तिमीलाई धेरै यस्तो रे तिमीलाई त हेर त्यस्तो गरिदिएर आयो मलाई त्यस मलाई हामीले गोल्डुले किन चाहियो भन्न कसरी चिनाएन भन न हामीले यार नत्र त घाउ हुन्थ्यो हुन्छ नि कताबाट मलाई फेरि बाटै थाहा छैन काठमाडौँको जाम हाम्रो हजुरआमा त पुग्नु होला घर हजुरआमा घर पुगिसक्नु भएको फोन गर्दै हुनुहुन्थ्यो अहिले उ गर्ने हो अब जान्ला हामी हजुरआमा घर लोकेसन पनि दिइराख्नु भएको थियो र गाइस हामीले आजको लागि भ्लग चाहिँ यतै इन्ड गर्न चाहन्छौँ हाम्रो यो फर्स्ट भ्लग हो हजुरहरूले माया साथ सपोर्ट देखाउनुहुन्छ भन्ने ठुलो आश गरेका छौँ लाइक सेयर एन्ड सब्सक्राइब एभ्रीवन र हामीले अब हामीले हेर्ने चाहिँ त्यो भ्लग चाहिँ सौरभ जोशीको हो सबैले हेर्छौँ एमआरबी हेर्छौँ राजकुमार हेर्छौँ त्यसपछि अरू लगाएर सबै सुरज चिया इधर उधर नेपालको सबै हेर्छौँ होइन विजय साईको त हेर्छौँ म अनि हामी चाहिँ त्यस्तो उ हो र तपाईँहरूले पनि हेरेर एउटा लाइक गरेर एउटा सब्सक्राइब गरेर माया गरिदिनु होला यति भन्दै आजको भ्लग यतै इन्ड गर्न चाहन्छौँ थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब हिट द बेल आइकन बाई